साथीहरू म चाहिँ ठ्याक्कै अहिले धुमा आइपुगेँ। डाँडागाउँ धुमा। यो गाउँ चाहिँ हाम्रो युट्युबर हाम्रो रुपेश दादाको गाउँ घर पनि आइपुगिसकेँ म। उहाँ पनि भ्लगर नै हुनुहुन्छ। उहाँ चाहिँ अहिले मेघालय इन्डियातिर हुनुहुन्छ क्यारे जस्तो लागेको थियो उहाँको च्यानल भिडियो हेर्दाखेरि। उहाँको घर चाहिँ सिधै यहाँ माथि पर्छ जस्तो लागेको छ। उहाँसँग बोलचाल चाहिँ छैन, त्यही पनि मैले चिन्छु। अनि साथीहरू तपाईँले देख्न सक्नुहुन्छ यो माथिको चाहिँ यो सिधै माथि चाहिँ ट्याम्के डाँडा पर्सादेखि उँभो चाहिँ हामी चाहिँ अहिले मबु कटेर धुमा भन्ने ठाउँमा आइपुग्यौँ साथीहरू। अब यहाँबाट उता डाँडागाउँको पनि तपाईँहरूलाई म भिडियो बनाउँदै देखाउने नै छु।